charging me. Freaky girl under the sheets. But your love when things start slowing down. I know you got me, baby. Finally, 22.5 घण्टाको यात्रापछि फाइनली मुसिकोट हामी आइसकेको छ राजारामा। अनि हामीलाई लिन मेरो प्यारो बहिनी र मिन्जो दाजी आइसक्नु भएको छ। उहाँ हाम्रो यात्रा चाहिँ दाजीकोतिर सरर हिँडिएको छ होइन। कस्तो सञ्जीव सर भन्नु न 2-4 शब्द, कस्तो भयो आजको हाम्रो यात्रा? हेलो गुड मर्निङ एभ्रिवान। हामी यतिखेर मुसिकोट के अरे रुकुमकोटतिर छौँ। यति बेला हामी दाजीको बिहामा आइसकेको छौँ। यति बेला चाहिँ हाम्रो त्यो देख्न सकिन्छ। हामी अब मेरो युट्युब च्यानलमा सबैजनाले लाइभ सेयर सब्सक्राइब गरिदिनु होला। हामी फेरि अब दिउँसो त अलिअलि काम भइहाल्छ, फेरि अब यतातिर सरर हेर्छौँ हामी के हुन्छ। यहाँ चाहिँ पुरा यो मकै पिठो भएछ। उता बुवाबाट चाहिँ हामी आउने बाटो माथिबाट हो, त्यतैबाट बजार छ उता। अब हामी टाइम भएपछि त्यता गइन्छ होइन त भाउजू? हेलो गुड मर्निङ एभ्रिवान। आजको हाम्रो यो अब पहिला काम चाहिँ सरर काम, सुरुमै काम भनेको अब आज पानी बनाउनेदेखिबाट स्टार्ट हुँदैछ। लुक एट दिस भ्यू गाइज। सागा उयो के अरे सञ्जीव सर साग सरी, यता सञ्जीव सी चाहिँ हिँड्दै हुनुहुन्छ। सर कस्तो फिलिङ्स भइरहेछ दाजु? भइसकेछ मामा, बाइक त थकित छ एकदम। बाइक त लास्टै भइसक्यो रहेछ। मर्निङ भ्यू बाटो यस्तो छ, बाइक त हेत् देख्न सक्नुहुन्छ बिहान बिहानको भ्यू। सो पानी बनाउन चाहिँ सायद हामी त ट्याङ्कीमा जाने होला, माथिको माथि रे। मैले थाहा पाइसकेको छ। अब यहाँ हामी 4 जना। हेलो गाइज। सो मलाई चाहिँ त देख्न सक्नुहुन्छ गाइज पानी अब के भएको छ आज। पानी त्यसलाई बनाउनको लागि, पानीको लागि पनि खासै नभए त होइन, पानी यस्तो छ। भगमा आज चाहिँ हामी स्टार्टेड गरिरहेको छौँ यहाँबाट पानी बनाउनु लागि। दाजु हामी किन के को लागि भुल्दैछौँ? यहाँ बाइक चेकिङ गर्दै हुनुहुन्छ। यहाँ हामीसँग यतैतिरको दाजुहरू हुनुहुन्छ 2 जना, अनि उहाँसँग हामी पानी बनाउनको लागि यहाँबाट हामी हिँडिरहेको छौँ। छुट्टै छ हेर्नुहोस्। सब बजार भन्नुहुन्छ नि, वास्तवमा बजार होइन के बस्ने भनेको गाउँ हो होइन। हेलो हामी फेरि यहाँबाट हिँडिसक्यो पानी बनाउनको लागि। मिन्जो दाजी अनि 2टा दाजीहरूको साथमा फेरि पानी बनाउनु अब बिहाको लागि तात्तिनै पर्यो। यदि तात्तिएन भने फेरि कसले माद्ने भाँडा, केले माद्ने भन्ने कुरो आउँछ। यसरी आफ्नो आफ्नो बाटो लागिएछ हात पछाडि लाएर। अब पानी बनाउने खालको मान्छे त खासै हामी होइन होला जस्तो लाग्छ। हेर्नुहोस् हजुर, हेर्नुहोस् तै पनि 2 जना दाजीहरूको साथमा पाएपछि बनाइन्छ। कसो मिन्जो दाजी हो, दाजी चाहिँ उता हिँड्नु भएको छ अगाडि। अनि सञ्जीव त सञ्जीव कस्तो फिलिङ्स भइरहेको छ हिँड्ने? सञ्जीव र विष्णु ठकुरीले चाहिँ मस्त इन्जोय लिइरहेको छ मिन्जो दाजीको घरतिर यति बेला, जन्मथलोतिर। यो हो नि त रमाइलो जिन्दगीमा, हरेक पलमा रमाउनै सिक्नुपर्छ क्या। मरेर लाने त केही होइन। हेर्नुहोस् रहँदा बाँचुन्जेल रमाउने हो, हाँस्ने हो, नाच्ने हो। भोलि अब हाम्रो पञ्चे बाजा पनि स्टार्ट हुन्छ। सो त्यसको पनि म भ्लग देखाउँछु हजुरहरूलाई है। त्यो नि भ्लग हेर्नुपर्छ। हामी सबले ठकुरी मात्रै छ अहिले, सञ्जीव अनि विष्णु भनेको अलवेज फरएभर हो। अनि मिस गर्न चाहन्छु बमजन अनि जीवन, मेरो प्यारो साथीलाई पनि धेरै मिस गर्न चाहन्छौँ हामी यति बेला। उनीहरू बिना पनि साथमा हुनुहुन्न। अनि मेरो साथमा एउटा मेरो कुमार दाई पनि हुनुहुन्न, सधैँ सँगै रमाइलो गरेर हिँड्नेहरूलाई पनि मैले मिस गर्न चाहन्छु। अनि साथमा मेरो एकदम मानुकोटको सबै मेरो फ्यामिलीलाई पनि एकदम धेरै मिस गरेको छु। हामी त्यसरी नाच्यो गाइयो। मेरो प्यारो दाजी, मेरो भेनाजु दिदीहरूलाई पनि सबैले मिस गर्न चाहन्छु। मेरो दाजुभाइहरू, मेरो ब्रदर्सहरू अल धेरै मिस गरिरहेको छु। यति बेला सायद सँगै हुन्थ्यो भने अझै रमाइलो हुन्थ्यो होला। सायद यो भ्लग पनि त्यहाँसम्म पुग्छ थाहा मलाई फाइनल्ली। यता चाहिँ अहिले चाहिँ सञ्जीव र म चाहिँ लखर हिँड्दैछौँ है। अब के हुन्छ। सो गाइज त्यो पनि अझै अगाडितिर हामी देखाउनेछौँ। त्यही नै हो। सो गाइज अगाडि हेरौँ। माइ गड सञ्जीव डह्रो होइन बाटो चाहिँ यता त होइन?
फोटो खिचौँ है यहाँ है एउटा दुइटा बसेर है ल हेलो गाइज फेरि पानी बनाउँदै स्टार्ट हुन्छ यत्रो भ्यूहरू हेर्दै सो यहाँबाट हामी पानी बनाउने हिँड्छौँ बाटो भिड छ बहुत अनि फेरि खतरा नि छ अहिले लडियो भने फेरि हाम्रो मोबाइल नि जान्छ अनि म पनि जान्छु सो यता चाहिँ स्वयं म आफै छु बाटो त यता बहुत अच्छा है और म इधर भी बोल रहा छु अब हेरौँ कस्तो हुन्छ पानी बनाउने आनका क्रममा यहाँ अब तातेको छ ओहो लुक एट दिस भ्यू यार ओ माई गॉड वाटर बिल्डिङ त बहुत चिसो होता है सल्लाह हेर्नु पारी पनि गाउँहरू छ यताबाट खेतहरू छ यता चाहिँ मेरो राजाले फोटो खिचिरहनु छ नि यहाँ यस्तो छ माथिबाट यस्तो रोड छ होइन यता चाहिँ घुम्दै के गर्दै आइसकेको छौँ यहाँ फेरि यो सल्लाहघारीतिर आइसकेको हो देख्न सक्नुहुन्छ यहाँ अन्डर भ्यू सायद घाम यति न्यानिलो घाम लागेको छ कि यहाँ कुरै नगरौँ सो होप्लो हेर्न सक्नुहुन्छ सो दाजी अलि अगाडि चाहिँ छैन रहेछ यता यहाँ त यो गाउँ आहा लोकल गाउँ उतातिर ज्योति राख्नुपर्छ म त लोकल दाजी यतै होला नि जाने ओहो यहाँ माथि जानुपर्छ लुक एट दिस भ्यू यतातिर चाहिँ नर्सरी पनि छ है नर्सरी यता चाहिँ नर्सरी छ सो नर्सरी सो अब त्यहाँ दाजुहरू चाहिँ पानी बनाउँदै हुनुहुन्छ म चाहिँ यहाँ कुटो बोकेर ठ्याक्क कुटो बोकेर हिँड्दैछु बाटो अब दाजुलाई म यहाँ दिन्छु दाजु कुटो पर्दैन हे तेरि यत्रो बोकेर आएको त यो अर्थै भएन नि ल उताबाट दाजुहरूले चाहिँ पानी बनेर बनाइसकेर आउँदै हुनुहुन्छ सो अब हामीले पनि 11:30 हुन लागेछ भोक लाग्यो भात खानुपर्छ त्यही हो आजको काम चाहिँ हाम्रो चाहिँ पानी सानी बनाएर टक्क आइसकियो पानी अहिले राम्रो स्पेसल बनाउने भयो आएछ होइन सञ्जीव त्यहाँ बसिरहनुपर्छ कुरेर मलाई अब हामी जान्छौँ घरमा घरमा गएर खानासाना खाइन्छ केही काम छ भने कामसाम गरिन्छ सो फेरि स्टार्ट भइसक्यो खानासाना खाइएर अब हामी टाग्न गइयो है तब टेन्ट यतातिर तीव्र गतिमा काम भइरहेछ होला ओ माई गॉड यहाँ त पुरा भोलिको लागि तयारी हुँदैछ ओहो के गर्नुभएको यो भोलि खाइसि मात्रै थाहा हुन्छ हामीलाई सो यति बेला चाहिँ हामी डिस्टर्ब नगरौँ यता 12 सिङ्गी छ यता बुवा हुन्छ सञ्जीव म आउँदैछु हेर्दैछु म सबैजनालाई हेर्दैछु दाजु उताबाट माथिबाट निस्केर सामान निकालेर आउँदै हुनुहुन्छ यो त हाम्रो उफर अब तयारी छ भोलिको लागि व्यापक रूपमा हामी पनि अब टेन्ट तान्न निस्किन लागिसकियो यता चाहिँ जिजुबुवाहरूले पहिलाको पुरानो स्टाइलमा गेट बनाउन लागिसक्यो होइन सो यताको कल्चर देख्छ हामी चाहिँ ल र पनि काम व्यापक छ मारामार छ है त ल हिँड्नु यतातिरको सिस्टम चाहिँ यो सिस्टम चाहिँ एकदम मन पर्यो मलाई यो यो सिस्टम छ नि जुन अहो यो त लाग्यो हामी पनि यतातिर चाहिँ मेरो एकदम जिगर सञ्जीव र म हो अनि सञ्जीव र म पनि अब भर्खर खानसाना खाएर फ्रेस भएर हिँडेर के छ काम त गर्नै पर्यो अलिअलि होइन दस के छ रोड सो अनि त मलाई पनि देखाउनु होला
घरको कामको सिरेक तिमीलाई घरको तिमीलाई यति चिसो हावा आउने रुकुम तिमीलाई यो घरको सो गाइस निकै नै इन्जोय मोमेन्टको साथमा हामी आज रुकुमैको कोटको टपमा छौँ अझै टपमा पुग्न त त्यसको आवाज बिल्कुल चिसो छ या जाडो जाडो नि भयो घाम त ला भन्ने कुरो हो जाडो पनि छ सो अहिले अब एकछिनमा हामी भेट्नेछौँ सो हामीलाई चाहिँ विशेष गरी थ्याङ्क यू सो मच भन्न चाहन्छौँ सञ्जीव र मैले चाहिँ मिङजो दाजुले गर्दा आज हामी चाहिँ यहाँ यस्तो रमाइलो गर्दै रुकुमसम्म घुम्न आइएको छ आजसम्म हाम्रो हिजो आइयो आएर आज विवाह चाहिँ दाजीको भोलि हुँदैछ यसरी इन्जोय गरिँदैछ सञ्जीव र मैले मोस्ट इम्पोर्टेन्ट तर हामीलाई अहिले इन्जोय बनाउनको लागि चाहिँ दाजुले घुमाउनु हर ठाउँमा घुमाइसक्नु भएको पनि छ घुमाएको कारणले नि यति इन्जोय गरिएको छ साथमा सञ्जीव राजा र म मिङजो दाजी यहाँ आएर धेरै रमाइलो गरिसकिएको छ अब हामी लगभग 2 गते अथवा 3 गते नाइट पोखरा जान्छौँ होला पोखरातिर पनि थपिन्छ गाइस सो मेरो भ्लग हेर्दै पनि राख्नु होला।